हाय यमो यो नेपालमा तराई पहाड यो हरेक ठाउँमा हाम्रो नागरिकले यो चलन छ तर अहिलेको पुस्ता हेर्नुभएको छैन पहिलेका पुस्ताहरू पहिलेका बुढापाकाहरूले यो सबै कुरा बिदा हुन्छु। यहाँ मेला लागिरहेको छ साह्रै नै। धन्यवाद हाम्रा आदरणीय व्यक्तित्व थारू कल्याणकारी सभा जिल्ला कार्य समितिका सल्लाहकार थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रका सल्लाहकार आदरणीय व्यक्तित्व शिलाराम चौधरीज्यूलाई अब यस पछाडि म फेरि पनि शुभकामना मन्तव्यलाई जोड्न चाहे। शुभकामना मन्तव्यको लागि हाम्रा आदरणीय व्यक्तित्व थरगढ थारूहान सङ्घर्ष समितिका संयोजक पूर्व संयोजक थारू कल्याणकारी सभा नवलपुरका पूर्व सभापति समाजसेवी बुद्धिजीवी आदरणीय व्यक्तित्व साह्रै मेला यहाँ लागिरहेको छ डन्डाको आमा कसले डन्डामा कस्तो छ हाम्रो सिरिजा यहाँ छिन्। साथी हो यिनीहरूको सान्दर्भिकता होला भन्ने धेरै जिज्ञासा यहाँनिर कति राम्रो लाइट आएको है। त्यो स्वाभाविक र यसलाई तपाईँ आफू सबैको भूमिका रहन्छ किनभने यो आयोजक एउटा संस्था रहे तापनि यहाँको विकासको निम्ति यहाँको समुन्नतिको निम्ति यहाँको व्यापार प्रवर्धन गर्नको निम्ति यहाँका कलाकारितालाई जागर